यसमा कनेक्सनै छैन। मेरो टाउको छ कब्लेर कति छिटो यस्तो भएको बिहानसम्म थिएन या बिहान यस्तो पग्लेर गयो। यसलाई अब उल्टाइदिए दुईवटा एक्सिलेटर, एउटा मेन एक्सिलेटर एउटा आउटगोइङ एक्सिलेटर काम गर्ने स्पोर्ट चाहिँ हाम्रो एक्सिलेटर खोलियो। अब अर्थिङ लगाउने, अर्थिङ लगाएर काम त छैन उता हामीले काम गर्दाखेरि उतापट्टि अर्थिङ लगाउनुपर्छ। यता हानु यता पनि हानौ, यो पनि हान्नु पर्यो लोड। अब यता एक्सिलेटर काटेपछि त अब जिरो भयो पनि। आउटगोइङ एक्सिलेटरमा छ सेफ्टीको लागि दुईटा एक्सिलेटर। यो टाइम लाग्छ भाकुरो, उता त्यो टाइम लाग्दैन। यता के टाइम लाग्छ के 4वटा नोट खोल्ने के धेरै खोल्ने हैन तपाईले। यसको त यो बरु उतातिरको पनि 4वटा हो, यता पनि 4वटा हो। सुन्नु त सर, उयोदेखि खोलियो कि उयो जुन छ नि तलको बेसदेखि खोलियो कि तलको बेसदेखि माथि चढ्नु त पहिला यसो गर्नु कि सर, त्यसमा फिक्स नगर्नु। यो जुन आउटगोइङ छ नि यताकोमा गर्नु। सबमा त्यस्तै छ कि अरे यस्तो मलाई अलिकति मिलेन कि ड्रिल भएको झ्यामझुम हान्दैन अन्त्य। मिलेन भने तलको गरौँ न, हाल्दैन। दुलो त कमसेकम सबैको एउटै ठाउँमा पार्नुपर्छ नि। एउटा यो यसको भ्याइयो भने यसको फेरि नयाँ बनाउनु पर्छ। सब स्टेसन चाहिँ यति ठुलो हो, उहाँदेखि हो उहाँ जग्गा चाहियो उहाँदेखि हो अनि मिलेन बड्डा ओ 33 केबी। दुईटा भएको अवस्था भयो। मिल्छ होला। तलको मिलाएको थियो सर, तलमाथि गर्नु न। काम गरेको अरे एक साललाई चाहिँ पुरा तारमा लड्काइदिएर पछि यसको मतलब बनाउने मान्छे नै विश्वास त छ कि फेरि बिग्रिन्छ। धेरै स्लिप खाला फेरि तर फिनिसिङ चाहिँ राम्रै आयो हैन। ल सर, ल अब एकछिन ब्रेकर पड्किन्छ लगाइन्छ अनि हाम्रो काम चाहिँ समाप्त हुन्छ। अहिले ब्रेकर लागिसकेको अवस्था हेरौँ के कसो छ।
हान्नु हान्नु अर्थिङ नखोलिकन आयो काम गरेर सकेपछि प्याकिङको काम जस मैना सब स्टेसनले चाहिँ गर्छ यताको काम पनि आफै गर्छ उताको काम पनि आफै गर्छ ल अब भन भनेर यहाँ यो पनि आउँछ काम गर्न यस्तो भएपछि पनि